फल्स क्यान्डलको लिक्विडिटी भने कस्तो छ? यो एरियामा इन्स्टिट्युसनले रिटेलरको किता खोस्यो कसरी थाहा हुन्छ त्यो कुरा? यो एरियामा यो क्यान्डल छ यो रातो क्यान्डल, यो रातो क्यान्डलको यसले यो क्यान्डलले लिक्विडिटी लियो। यसले चाहिँ हामीले त्यो रातो क्यान्डल भन्दा पनि तल गयो त्यो क्यान्डल, तल गयो भने यो क्यान्डलको लो छ नि, यो क्यान्डलको लो भन्दा तल गयो, यो क्यान्डल के गर्यो त लिक्विडिटी दियो। लास्ट सेलिङ क्यान्डल हो, सेलिङ भएको क्यान्डल हो, मार्केट हप्तै बढ्नु भन्दा पहिलाको सेलिङ क्यान्डल। हजुर यही क्यान्डलको हाई र लो मार्क गर्नु है। हाई भने यो एरियामा हाईलाई थर्ड क्यान्डल टच गरेको छ त छैन, यो के भयो त अनमिटिगेटेड भयो। यो थर्ड क्यान्डलले टच गरेको छ भने चाहिँ मार्केट त्यो एरियाबाट फर्किँदैन, त्यो थर्ड क्यान्डलले टच गरिसकेपछि चाहिँ फर्किन्छ। अब हामीले हेरौँ यहाँ कहाँनिर टच गर्छ है, जहाँ टच गर्छ त्यो एरियाबाट मार्केट फर्किन्छ। यो एरियामा अनमिटिगेटेड छ, अर्डर ब्लक अनमिटिगेटेड छ, सँगै फेयरभ्यालु ग्याप पनि छ। फेयरभ्यालु ग्याप पनि यही छ, किन छ त भन्दा अर्डर ब्लकको हाई यो फर्स्ट क्यान्डल, सेकेन्ड क्यान्डल, थर्ड क्यान्डल, फर्स्ट क्यान्डलको हाई थर्ड क्यान्डलको लो बिचमा ग्याप छ नि, त्यसले हामीले फेयरभ्यालु ग्याप भन्छौँ। अर्डर ब्लक अनमिटिगेटेड फेरि एकछिन भन्नुहोस् त यो फेयर ग्याप भ्यालु ग्यापको बारेमा। यो एरियामा हेरौँ है, यो एरियामा यो रातो क्यान्डल फर्स्ट क्यान्डल, यो हरियो क्यान्डल सेकेन्ड क्यान्डल, थर्ड क्यान्डल। यो एरियामा फर्स्ट क्यान्डलको हाई थर्ड क्यान्डलको लो बिचमा ग्याप छ। यो ग्याप के हुन्छ त अब इन्स्टिट्युसनलहरूले 5 लाख किता बाई गर्न खोजिरहेछ, सेलर पनि 5 लाख किता हुनु पर्यो। सेलर छैन भने त उसले बाई गर्न पाउँदैन नि त, र सेलर छ भने पनि उसले महँगोमा किन्न चाहँदैन। यो एरियामा थोरै किता बाई गर्छ, 2 लाख किता बाई गर्छ, फेरि यो एरियामा मार्केट आउँछ, त्यो एरियामा उसले के गर्छ त एड गर्छ। हामीले के गर्ने त भन्दाखेरि अर्डर ब्लक सँगै फेयरभ्यालु ग्याप अनमिटिगेटेड छ भने चाहिँ त्यो एरियामा हामीले तिनीहरू इन्ट्री गर्छ, त्यो एरियामा हामी सँगै इन्ट्रीको लागि हेर्छौँ। यो एरियामा हेरौँ है, यो एरियामा टाइम लाग्न सक्छ, कहिले आउँछ हाइड थाहा हुँदैन, तर अनमिटिगेटेड छ भने चाहिँ मार्केटले फुलफिल गर्न आउँछ है। यो एरियामा हेरौँ, ठ्याक्कै फुलफिल गर्यो, त्यसपछि मार्केट पोजिटिभ भएको छ। यो एरियामा अर्डर ब्लक थियो, अनमिटिगेटेड थियो, यो एरियामा आएर मिटिगेटेड गर्यो, त्यसपछि मार्केट पोजिटिभ भयो। अब यो एरियामा हामीले प्राइस एक्सनको आधारमा यो क्यान्डल सपोर्ट भयो होइन, सपोर्टमा आउने बित्तिकै हामीले बाई गर्ने भन्छौँ। स्मार्ट मनी कन्सेप्टमा लिक्विडिटी हेरिन्छ। यो एरियामा के गर्यो त यो क्यान्डलको लिक्विडिटी लिदियो, यसले हामीले सेल साइड लिक्विडिटी भन्छौँ। यसले चाहिँ हामीले सेल साइड लिक्विडिटी, यो के हो त एसएसएल। यो अर्डर ब्लक छ है, लास्ट सेलिङ क्यान्डल बिफोर इम्पल्सिभ अफ यो अर्डर ब्लक सँगै हामीसँग के छ त भन्दा फेयरभ्यालु ग्याप। फेयरभ्यालु ग्याप भनेको न त यो फर्स्ट क्यान्डलको हाई थर्ड क्यान्डलको लो। यो एरियामा हामीले ब्रेकअप ग्यापको पनि एकछिनमा कुरा गरौँला। यो एरियाको 50% आउँदा बाई गर्ने है, फेयरभ्यालु ग्यापको 50% आयो त्यसपछि बाई गर्ने। अब यो एरियामा हामीले हेर्छौँ भने यो एरियामा के छ त हाम्रो सप्लाई जोन कुन हो त, एउटा सप्लाई जोन यो मार्केट हामीले प्राइस 2 चोटि 3 चोटि ठोकेर तल आएको त्यसलाई प्राइस एक्सनको आधारमा भन्छौँ। एसएमसीमा सिंगल क्यान्डलको पनि हेर्छौँ है। यो एरियामा के गर्यो त यो सिंगल क्यान्डलको माथिको लिक्विडिटी लिदियो। कुन यो सिंगल क्यान्डल हो, यो सिंगल क्यान्डल, यो सिंगल क्यान्डलको माथिको लिक्विडिटी लिदियो। यो एरियामा एउटा इन्डिकेटर हेर्नुहुन्छ भने आरएसएमा बेरिस डाइभर्जेन्स पनि देख्नुहुन्छ। यो एरियामा सिंगल क्यान्डलको माथिको लिक्विडिटी लिदियो, अब चाहिँ मार्केट घट्छ भने किन घट्छ त भन्दाखेरि अर्डर ब्लक सँगै फेयरभ्यालु ग्याप अनमिटिगेटेड छ। कुन एरियामा भन्दा यो एरियामा हामीसँग अर्डर ब्लक पनि छ।